सो गाइज तपाईँलाई श्रोमन टकमा स्वागत छ र म चाहिँ अहिले डेनमार्कमा मस्त घाम ताप्दै बसिरहेको छु होइन। पानी आउला आउला जस्तो गर्दैछ माथिको सिन हेर्ने हो भने। सो आजको मेन टपिक भनेको चाहिँ वर्क पर्मिट होइन। डेनमार्कमा वर्क भिजा पाइन्छ कि नै र भनौँ न एज ए स्टुडेन्ट डेनमार्कमा चाहिँ वर्क भिजा चाहिँ पाइन्छ कि नै होइन। जसले गर्दा चाहिँ डेनमार्कमा विथआउट स्टडी चाहिँ बस्न पाऊँ होइन। आफ्नो स्पाउसलाई लिएर आफ्नो डिपेन्डेन्टलाई लिएर होइन, मजाले फ्यामिलीलाई बोलाएर। सो आजको यही विषयमा रहेर चाहिँ हामी छलफल गर्नेछौँ। सो डेनमार्कमा चाहिँ बस्न पाउने भनेको एउटा कि वर्किङ भिजामा, एउटा रिफ्युजी भिजामा, एउटा स्टुडेन्ट भिजामा मेनली है। त्यसमा पनि एकदम इजी एक्सेस भनेको चाहिँ हाम्रो एसियन कल्चर मतलब एसियन कन्ट्रीबाट चाहिँ आएको मान्छेहरूलाई चाहिँ स्टुडेन्ट भिजा होइन। अब कोही त अब धेरै वर्षसम्म यहीँ बस्नु भएको छ होइन, वर्क पर्मिट पनि पाउनु भएको छ, वर्क भिजा पनि पाउनु भएको छ। सो वर्क भिजा चाहिँ कसरी पाइन्छ त होइन। डेनमार्कमा अझै 4-5 वर्ष बस्दा मस्त होइन, नपढिकन मस्त पैसा कसरी कमाउन सकिन्छ। सो त्यसको लागि चाहिँ हामीसँग 3टा अप्सन हुन्छ। एउटा छ फास्ट ट्र्याक स्किम भन्ने होइन, अर्को छ तपाईँको चाहिँ पोजिटिभ लिस्ट, अनि अर्को छ पे लिमिट स्किम भन्ने होइन। जस्तै जाउँ हामी चाहिँ पे लिमिट स्किममा जाँदाखेरि होइन, यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ या कुनै ठाउँमा काम गर्नुहुन्छ या तपाईँ डिपेन्डेन्ट हुनुहुन्छ या कुनै भनौँ न एउटा पार्टिकुलर इन्डस्ट्रीमा अब भनौँ न या हस्पिटल या होटेल या रेस्टुरेन्ट या कुनै अर्गनाइजेसनमा काम गर्नुहुन्छ र पेमेन्ट लिमिट स्किम अन्तर्गत तपाईँको चाहिँ मन्थली स्यालेरी 35,000 डेनिस क्रोनर होइन मिनिमम होइन, राउन्ड अफ गरेर 35,000 डेनिस क्रोनर छ भने तपाईँले चाहिँ भनौँ न पे लिमिट स्किमको लागि चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। अब त्यो 35,000 डेनिस क्रोनर भनेको चाहिँ तपाईँको मन्थली एराउन्ड कति हुनु पऱ्यो, 35 दुई 70 भनेपछि नेपाली 7 लाख जति छ भने यु क्यान इजिली एप्लाई फर पे लिमिट स्किम होइन। यो चाहिँ आफ्टर ट्याक्स होइन, यो बिफोर ट्याक्स नै हो। एउटा यो अप्सन छ तपाईँसँग पे लिमिट है। अब अर्को कुरा गरौँ। सो आफ्टर पे लिमिट स्किम पछि चाहिँ छ हामीसँग अप्सन भनेको चाहिँ तपाईँको चाहिँ पोजिटिभ लिस्ट होइन। पोजिटिभ लिस्ट भन्नाले चाहिँ तपाईँ डेनमार्कले एउटा यस्तो कामहरू चाहिँ होइन, एउटा यस्तो स्किल्सहरू होइन, त्यो एउटा लिस्टिङ गरेको छ कि जुनमा चाहिँ तपाईँको स्किल्स पर्छ कि नै। जस्तै प्रोफेसनल डक्टर्स होइन, एकाउन्टिङ म्यानेजर होइन, अब सेफ भयो, हेयर ड्रेसर, इलेक्ट्रिसियन, कार्पेन्टर होइन, लगायत भनौँ न बेकर अफिसर या बेकर म्यानेजर होइन, बेकर एउटा चाहिँ स्किल्ड जुन चाहिँ एकदमै हुन्छ नि, पढाइभन्दा पनि तपाईँको चाहिँ बरु एकाडेमिक तपाईँसँग ब्याचलर नहोस् तर तपाईँसँग चाहिँ स्किल होस् होइन। त्यो पोजिटिभ लिस्ट अन्तर्गत हुनुहुन्छ भने तपाईँले त्यसमा एप्लाई गर्न सक्नुहुन्छ। एउटा पोजिटिभ लिस्ट त्यो भयो। साथसाथै कस्तो हुन्छ भने पोजिटिभ लिस्टमा चाहिँ तपाईँ सेफ भन्ने छ होइन। तपाईँ सेफमा पढ्नुभयो, ल तपाईँ चाहिँ एउटा रेस्टुरेन्टको चाहिँ सेफ हुनुभयो र पोजिटिभ लिस्टभित्र चाहिँ पढ्नुभयो, ल एप्लाई गर्न मिल्छ भन्ने कुरा भयो। तर चाहिँ कस्तो हुन्छ भने त्यो लिस्ट अनुसारको तपाईँको एउटा भनौँ न एउटा ऱ्यासनल एउटा भनौँ एउटा त्यो सेलेरी चाहिँ त्योसँग मिट गर्नुपर्छ कि तपाईँ सेफ हो तर तपाईँको महिनाको छ डेनिस क्रोनर 12,000 रुपियाँ होइन। तपाईँ पोजिटिभ लिस्ट अन्तर्गत हो, अब सेफ हो भन्ने त भयो, तर त्यो अनुसारको तपाईँले सेलेरी मिट गर्नु पऱ्यो नि त। त्यही भएर त्यो सेलेरी मिट भएन भने भिजा भनौँ न नलाग्ने चान्स बढी हुन्छ। एउटा यो भइदियो। अब जो अर्को छ फास्ट ट्र्याक स्किम भन्ने छ, त्यसमा चाहिँ झ्यापझुप हुन्छ नि, तपाईँलाई पे लिमिट यो केही हुँदैन। तपाईँ कस्तो हुन्छ भने यसमा चाहिँ डेनमार्कको तपाईँले न्यू टु डेनमार्कमा जान सक्नुहुन्छ। त्यहाँ कस्तो छ भने डेनमार्कमा केही लिस्टेड कम्पनीहरू छन् कि होइन। अब फर इक्जाम्पल ए कम्पनी, बी कम्पनी, सी कम्पनी होइन, तपाईँ चाहिँ त्यहाँ लिस्टहरू हेर्न सक्नुहुन्छ। त्यो कम्पनीहरू चाहिँ डेनमार्कको मतलब भनौँ जुन चाहिँ बाहिरी नन युरोपियन कन्ट्रीबाट चाहिँ जस्तै एसिया होइन या अब नन युरोप कन्ट्रीबाट चाहिँ कामदार मगाउन सक्ने
मतलब अथोरिटी चाहिँ पाउँछ कि त्यो कम्पनीजहरूले। फर इक्जाम्पल एउटा लिनाक भनौँ या मार्क्स भनौँ होइन, अनि फर इक्जाम्पलको लागि जिएलएस भनौँ होइन, त्यो लिस्टमा नपर्ला, बट कस्तो हुन्छ भने त्यो लिस्टिङमा छ भने त्यो कम्पनीले चाहिँ तपाईँलाई चाहिँ वर्क पर्मिट दिएर हायर गर्न मिल्छ, जसमा चाहिँ सबै काम प्रोसेस भिजा प्रोसेस तपाईँको कम्पनीले गरिदिन्छ, अनि त्यसमा चाहिँ तपाईँ एप्लाई गर्न मिल्छ। अब तपाईँको चाहिँ अब अर्को वर्किङ भिजा भनेको चाहिँ त्यही भने मैले तपाईँलाई चाहिँ अब यो गर्नलाई के चाहिन्छ होइन, चाहिन केही चाहिँदैन, किनकि तपाईँसँग मेन भनेको तपाईँको रेस्टुरेन्ट, तपाईँ सेफ हुनुहुन्छ होइन। अब भनौँ न तपाईँलाई चाहिँ अब मानौँ के भन्छ हायर गर्नु पऱ्यो या तपाईँको सेलेरी मिट गरेको छ, अब त्यो उसमा एप्लाई गर्नु पऱ्यो होइन। त्यसमा चाहिँ डकुमेन्टेसन चाहिन्छ, कन्ट्याक्ट पाउनु भएको छ कि नै, तपाईँको कन्ट्याक्टमा चाहिँ कम्पनीले यति सेलेरी दिएको छ, पोजिसन यो भनेर चाहिँ खुलाउनु पर्ने हुन्छ होइन। साथै मलाई लाग्छ कम्पनीले चाहिँ भ्याकेन्सी एनाउन्स गर्नुपर्ने हुन्छ पहिला, कुनै जब इन्डेक्स जस्तो कुनै हुन्छ नि एउटा नेपालमा न्युज पेपरमा जस्तै, अनि त्यसमा चाहिँ इन्डेक्स गरेको 7 दिनभित्र अरू मान्छे नपाएर तपाईँलाई हालेको भन्ने यताउति एउटा प्रोसेस हुन्छ होइन। त्यो नियम चाहिँ कम्पनीले पुरा गर्छ, एन्ड तपाईँले त्यसमा काम गरे तापनि फेरि रिएप्लाई गरेर होइन तपाईँ सिलेक्ट भएको चाहिँ देखाएर तपाईँको पेमेन्टहरू चाहिँ ल मिल्छ है भन्ने खालको छ भने बल्ल तपाईँलाई चाहिँ अब भिजा एप्लिकेसन प्रोसेस गर्नुहुन्छ। एन्ड इट्स नट 100% स्योर कि भिजा लाग्छ कि नै भनेर होइन, बट अब त्यही नै हो, तपाईँ इलिजिबल हुनुहुन्छ। अब तपाईँको जुन कम्पनी हो त्यो चाहिँ सिडीमा लिस्टेड छ होइन, एउटा चाहिँ हायर गर्ने या तपाईँको सेलेरी पनि जेन्युन छ भने चाहिँ तपाईँलाई भिजा लाग्ने चान्स बढी हुन्छ। र तपाईँको चाहिँ वर्किङ भिजा भनेको एराउन्ड हुन्छ नि 5 वर्षसम्मको चाहिँ भिजा रहन्छ। त्यसमा चाहिँ तपाईँले आफ्नो डिपेन्डेन्ट भनौँ या तपाईँको आफ्नो स्पोजलाई चाहिँ लिन सक्नुहुन्छ र उहाँ पनि मजाले काम गर्न सक्नुहुन्छ। सो यही नै हो। अब हामी स्टुडेन्टले चाहिँ अब 90 आवर्सको काम गर्ने मन्थली भनेको होइन, अनि त्यसले गर्दा चाहिँ 90 आवर्स कामले अब भनौँ न 35,000 ओनरको जब पाउनलाई भनौँ न अब 100मा मलाई लाग्छ 99.9 नै गाह्रो पर्छ। सो यो चान्स भनेको चाहिँ बरु डिपेन्डेन्ट होइन, या डिपेन्डेन्ट हाइली स्किल हुनुहुन्छ होइन, डिपेन्डेन्टसँग चाहिँ राम्रो खालको चाहिँ एउटा स्किल छ सेफको या हेयर ड्रेसरको होइन, कुनै लिस्टेड कम्पनीमा चाहिँ जब गर्नुहुन्छ फुल टाइमर होइन, हप्ताको चाहिँ लगभग 37 घन्टादेखि 40 घन्टासम्म चाहिँ काम गर्न सक्नुहुन्छ भने चाहिँ एउटा अपर्च्युनिटी छ एप्लाई गर्नलाई है। नत्र भए अरू अप्सन हामीसँग रहँदैन, किनकि डेनमार्क अरू जस्तो जुन छ नि, जस्तै अब युएस जस्तो गोल्डन भिजा दिने होइन, मजाले यहाँ इन्भेस्ट गरेर चाहिँ बस्न मिल्ने त्यो केही छैन यहाँ। एकदमै भनौँ न डेनमार्कमा कमाइ राम्रो छ तर बस्ती वातावरण छैन, किनकि त्यो रिक्वायरमेन्ट पुरा गर्नलाई चाहिँ कि हामी आफै हाइली स्किल हुनु पऱ्यो होइन, हामीसँग हाई स्किल हुनु पऱ्यो या हामी चाहिँ हाइली एजुकेटेड हुनु पऱ्यो। जस्तै तपाईँ एज अ रिसर्चर होइन हो भने तपाईँ पनि मतलब हुन्छ नि भिजा चाहिँ पाउनुहुन्छ। अनि फेरि एउटा जस्तै यहाँ त डेनमार्क हुने भएकोलाई भयो होइन यो इन्फर्मेसन चाहिँ, जस्तै तपाईँ नेपालमा पनि हुनुहुन्छ त तपाईँ वर्क भिजामा एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँसँग चाहिँ मैले भने कम्पनीको चाहिँ कन्ट्याक्ट हुनु पऱ्यो है त, तपाईँसँग कन्ट्याक्ट पेपर वर्क पर्मिट मतलब वर्क पेपर हुनु पऱ्यो कि अफर लेटर हुनु पऱ्यो होइन, तपाईँको सेलेरी मेन्सन हुनु पऱ्यो, तपाईँको जब पोजिसन मेन्सन हुनु पऱ्यो, देन बल्ल मात्रै तपाईँलाई चाहिँ भिजाको लागि चाहिँ एप्लाई गर्न मिल्छ है। अनि त्यो बिना कन्सल्टेन्सीसँग अब कुनै केही छैन म डेनमार्क एप्लाई गरिदिन्छु यताउति भनेर चाहिँ फोक्करमा पैसा चाहिँ नहाल्नु होला होइन, किनकि अब हामीले देखेको अनुसार भने नि कि पोजिटिभ लिस्टमा कि फास्ट ट्र्याक स्किममा कि तपाईँको चाहिँ के भन्छ अर्को पे लिमिट फास्ट ट्र्याक अनि पोजिटिभ लिस्ट यही भित्रमा हो भयो भने चाहिँ, हुन त अरू पनि छ होइन मिसिनरी भन्छ यता रिसर्चहरू, त्यो भनेको झन् अलि हाई लेभलको मतलब कुराहरू हुन् होइन। सो अलि बाहिर डेनमार्क एप्लाई गर्दै हुनुहुन्छ भने यो कुरा चाहिँ ख्याल गर्नु होला, तपाईँसँग चाहिँ कन्ट्याक्ट पेपर हुनुपर्छ, अफर लेटर हुनुपर्छ होइन, त्यो अफर लेटरमा चाहिँ त्यो कम्पनी त्यो लिस्टेड छ कि नै होइन सिडीमा त्यो डेनमार्कमा जसले चाहिँ नेपालीहरूलाई चाहिँ हायर गर्न सक्छ त्यो हुनुपर्छ है, त्यो पनि ख्याल गर्नु होला। जस्ट थ्याङ्क यू।